दर्शक वृन्द एउटा सानो झुपडी, त्यही सानो झुपडीमा बस्ने बाजे र नातिको संसारलाई रुवाउने कहानी सुन्नुहोस्। गरिब छु बाजे, धनको कमी हुन सक्छ, तर मलाई जन्म दिने मेरी आमाको कसम खाएर भन्छु, मायाको कमी कहिल्यै हुन दिने छैन तिमीलाई। आमा नहुनुको चाहिँ अब छुट्टै अब त्यो पीडा हुँदो रहेछ के। अब आमा हुनुहुन्थ्यो, पकाएर खाना दिनुहुन्थ्यो, खोजी नखोजी भए पनि होइन। अब आजभोलि आमा पनि हुनुहुन्न, अब जे भयो नि आमा हुनुहुन्थ्यो, अब रक्सी खाने भए पनि, बौलाउने भए पनि। अब आजभोलि चाहिँ आमा पनि हुनुहुन्न, त्यही भएर एकदम सुनसान नै पनि। तपाईँको लागि भगवान को हो जस्तो लाग्छ? भगवान बाजे नै हो जस्तो लाग्छ। किनकि मान्छेहरूले भन्छ कि देउता पुज्नलाई मन्दिरमा जानु पर्दैन, बाजेको सेवा गर राम्रो हुन्छ भनेर। तपाईँले पनि त्यही लाग्छ? हजुर। मैले भगवान पुज्नको लागि कुनै मठ मन्दिर धाउनु पर्दैन, मैले मेरो बाजेलाई सेवा गरे पुग्छ भन्ने लाग्छ? लाग्छ। बाजे, यो घरमा तिमी र म छौँ भनेर पिर गर्ने होइन। यो घरमा मैले देखेका ठुला सपनाहरू पनि छन्। कुनै दिन समय आएपछि त्यो सपना म पुरा गर्नेछु अवश्य। आमा भनेको को हुन् जस्तो लाग्छ तपाईँलाई? आमा भनेको त संसार। आमा नहुनुको पीडा चाहिँ गाह्रै हुँदो रहेछ। आमा म चाहिँ एउटा इन्डियातिर थिएँ, आमा ठ्याक्कै गएको चाहिँ 2 महिना भएको थियो होला। अनि एक्कासी बिहानै नउठ्दै आमा बित्यो रे भन्ने गाउँबाट चाहिँ खबर आयो। त्यसपछि आँसु थाम्नै सकेन कि, आइगयो आँसु होइन। त्यसपछि चाहिँ अब रोइयो। अब यस आमा पनि लास माया गर्नुहुन्थ्यो, अब आमा पनि छोडेर जानुभयो। तपाईँले त छोरीले गर्नुपर्ने काम सबै गरिराख्नु भएको छ नि। अब गर्नु पर्यो, अब के गर्नु, घरमा कोही पनि छैन, अब छोरी मान्छेहरू पनि, त्यो भएर गर्नु पर्यो। अब कतिमा पढ्नुहुन्छ तपाईँले? मैले चाहिँ 10 को एससी इक्जाम दिएर चाहिँ अनि छोडेको। घरमा यस्तै पऱ्यो, अब आर्थिक अवस्थाहरू यस्तै। अब आमा पनि बित्नुभयो, बुइ पनि बित्नुभयो। त्यसपछि बाजेको हेरचाह गर्नु पर्यो, खाना खुवाउनेदेखि लिएर सुटाउनु पर्यो। अब त्यही भएर आमा बुइ हुँदा चाहिँ एकदम रमाइलो लाग्थ्यो। आजभोलि कोही नहुँदा सुनसान नै, घरतिर बस्न पनि मनै लाग्दैन होइन। के गर्नु, अब बाजेसँग हेरचाह गर्नु पर्यो, बाजेले खुसी दिनु पर्यो, त्यही लाग्छ। बाजे अहिले कति वर्षको हुनुभयो? बाजे अहिले चाहिँ 76 वर्ष। अब घर त सुनसान नै लाग्छ क्या। पहिला रमाइलो जोस्, बुइ आमा हुनुहुन्थ्यो, रमाइलो लाग्थ्यो। तर अहिले आमा पनि हुनुहुन्न, बुइ पनि हुनुहुन्न, सुनसान छ घर। बाजे र म मात्र। कसम लाइफमा फर्स्ट टाइम छोपे मलाई कि यत्रो पैसा। जिन्दगीमा 5 रुपियाँको मुख नदेखेकोले आज 12,000 को मुख देख्दा चाहिँ स्वर्गमा पुगे जस्तो लाग्यो। अहिले तपाईँको लागि सबथोक को बन्नु भएको छ? अहिले चाहिँ बाजे बन्नुभएको छ। अब आमा बुइ पनि बित्नु भयो। अब सबथोक भनेकै बाजे अनि बाउ। पैसा नहुँदा अब जिन्दगी नै उदासको लाग्छ। पैसा नहुँदा अब कहिले कसो धिक्कार लाग्छ जिन्दगी। गाउँतिर बस्ने पनि मनै लाग्दैन कि। हजुरको नाम भनिदिनुहोस्। मेरो नाम लोकेश घरती मगर। हजुर। अनि बाजे ठेगाना प्युठान नगरपालिका 6 माचकोट गाई। बाजे त बोल्न सक्नुहुन्न, तपाईँले आफै भनिदिनुहोस् बाजेको नाम के हो? बाजेको नाम हुमलाल घरती मगर। हुमलाल घरती मगर। हजुर। यो घरमा तपाईँहरू बाजे र नाति मात्रै हो बस्ने? छन् त थुप्रै छौँ, दाइ भाउजू अनि बाउहरू हुनुहुन्छ। अहिले चाहिँ बाजे र म मात्र यहाँ घर। दाइहरू इन्डिया, बाउ इन्डिया, आमा बित्नुभयो, बुइ पनि बित्नुभयो। अहिले घरमा बाजे र म। बाजे त रुनु भयो नि, किन हो? बाजे यस्तै, बाजेसँग चाहिँ यस्तै कुराहरू गर्दा चाहिँ एकदम रुनुहुन्छ। त्यही खै
किन रुनुहुन्छ? के कुराको याद आउँछ उहाँलाई? खै अब बुइ पनि बित्नुभयो, बुइ बितेको 2 महिनापछि आमा पनि बित्नुभयो। अब टेन्सनहरू हुँदोला होइन, त्यही भएर खाने बेलाहरूमा पनि रुनुहुन्छ। किन रुनु भएको होला खाने बेलामा चाहिँ? खै अब पुराना गीतहरू बजाइदिन्छ होइन, बाजेले अब रमाइलो यसो एउटा यादहरू भुल्छ कि भनेर अब खै एक्कासी अब रुनुहुन्छ। किन रुनुभयो भन्दा अब भन्नै सक्नुहुन्न कि। अब खाना खाने बेला पनि बाजे रुनु हुँदो रहेछ। हजुर। सायद हिजो चाहिँ उहाँको श्रीमती र उहाँले सँगै खाना खाएको त्यो याद आएर पनि हुनसक्छ। हजुर हजुर। ऊ बेला अहिले पहिला यो घर अलि भरिपूर्ण थियो, अहिले आजभोलि चाहिँ सुनसान छ। आमा पनि बित्नुभयो, बुइ पनि बित्नुभयो, अनि त्यही भएर बाजे र म मात्र। त्यही धेरै कुराहरूले चाहिँ अब यादहरू आउँछ होला, त्यही भएर रुनुहुन्छ। कतिमा पढ्नुहुन्छ तपाईँले? मैले चाहिँ 10को एससी इक्जाम दिएर चाहिँ अनि छोडेको। घरमा यस्तै पऱ्यो, अब आर्थिक अवस्थाहरू यस्तै। अब आमा पनि बित्नुभयो, बुइ पनि बित्नुभयो, त्यसपछि बाजेको हेरचाह गर्नु पऱ्यो, खाना खुवाउनेदेखि लिएर सुताउनु पऱ्यो। अब त्यही भएर बाजेकै कारणले गर्दा हजुरले पढाइ छोड्नुभयो? हजुर, त्यस्तै। अब घरमा पनि अलिअलि आर्थिक अवस्थाहरू पनि अलिक कमजोरी थियो, त्यही भएर। के लाग्छ कहिलेकाहीँ यति ठुलो घरमा बाजे र तपाईँ मात्रै बस्नुहुन्छ, के लाग्छ मनमा? मनमा अब पहिला चाहिँ अब अलि अब अब आमा बुइ हुँदा चाहिँ एकदम रमाइलो लाग्थ्यो। आजभोलि कोही नहुँदा सुनसान नै घरतिर बस्न पनि मनै लाग्दैन होइन। के गर्नु, अब बाजेसँग हेरचाह गर्नु पऱ्यो, बाजेले खुसी दिनु पऱ्यो, त्यही लाग्छ। बाजे अहिले कति वर्षको हुनुभयो? बाजे अहिले चाहिँ 76 वर्ष। 76 वर्ष पुग्नुभयो? हजुर। बाजेले कहिलेकाहीँ तपाईँसँग केही कुराहरू गर्नुहुन्छ? के गर्ने नाति, तेरो र मेरो जिन्दगी यस्तै रहेछ, तैँले आमा गुमाइस्, मैले मेरो श्रीमती गुमाएँ, हाम्रो भाग्य नै यस्तै रहेछ भन्ने कुरा गर्नुहुन्छ कहिलेकाहीँ? गर्नुहुन्छ, भन्नै सक्नुहुन्न, भन्दा हान्दै रुनुहुन्छ। के भन्नुहुन्छ कहिलेकाहीँ? पहिला भरिपूर्ण थियो यो घर, बुइ थियो, तेरो आमा थियो। अब आजभोलि अब तरम मात्र सुनसान नै छ भन्नुहुन्छ, रुनुहुन्छ। म पनि मनै थाम्न सक्दिनँ होइन, आँसु आउँछ। कहिलेकाहीँ खाना खाँदै बाजे र तपाईँ रुनुहुन्छ कहिलेकाहीँ? प्राय बाजे रुनुहुन्छ। अब खै के कुराको याद आउँछ र एक्कासी रुनुहुन्छ। तपाईँका साथीहरू स्कुल जानुहुन्छ, तपाईँ भने बाजेकै हेरचाहमा तल्लीन हुनुहुन्छ, कहिलेकाहीँ मनमा के कुरा खेल्छ? अब के भन्दा अब अब अरू अब कलेजहरू जाँदा होइन, आफू पनि पढ्ने चाहिँ मलाई ठुलै इच्छा हो कि। अब सँग साथीहरूसँग कलेजतिर जान चाहिँ एकदम ठुलै रहर हो। अब घरमा यस्तै अवस्था पऱ्यो, हेर्नु पऱ्यो बाजेलाई, यस्तै। त्यही भएर त्यस्तै लाग्छ मनमा। बाजेले आफै दिसा पिसाब गर्न जान सक्नुहुन्छ? अहिलेसम्म सक्नुहुन्छ। अब कहिलेकाहीँ नसक्दा चाहिँ मैले लगेर जान्छु। लगेर जानुहुन्छ? हजुर। तपाईँले त छोरीले गर्नुपर्ने काम सबै गरिराख्नु भएको छ नि। अब गर्नु पऱ्यो, अब के गर्नु, घरमा कोही पनि छैन, अब छोरी मान्छेहरू पनि, त्यो भएर गर्नु पऱ्यो। अब जस भिडियोहरूमा पनि कमेन्ट राम्रै आइरहेको हुन्छ। मैले कमेन्ट चाहिँ बाजेले सुनाउँदैन, किनकि अब सुनाउने हो, अब रोइहाल्नुहुन्छ, त्यही भएर। भिडियोमा मान्छेले के कस्ता कमेन्टहरू गर्नुहुन्छ? अब त्यस्तै, बाबु भगवान् खोज्न मन्दिर जानु पर्दैन, बाजेको सेवा गरेछौ, राम्रो छ, तिमी एक दिन सफल हुन्छौ, त्यस्तै कमेन्ट प्राय राम्रै कमेन्ट आइरहेको हुन्छ। तपाईँलाई के लाग्छ, भगवान् साँच्चैकै तपाईँको बाजे
तपाईँले आफैले सेयर गरिराख्नु भएको छ। अहिले तपाईँको सब थोक भनेको नै बाजे हुनुभएको छ। तपाईँको लागि भगवान् को हो जस्तो लाग्छ? भगवान् बाजे नै हो जस्तो लाग्छ। किनकि मान्छेहरूले भन्छ कि मन्दिर के अरे त्यो देउता पुज्नलाई मन्दिरमा जानु पर्दैन, बाजेको सेवा गर राम्रो हुन्छ भनेर। तपाईँले पनि त्यही लाग्छ? हजुर। मैले भगवान् पुज्नको लागि कुनै मठ मन्दिर धाउनु पर्दैन, मैले मेरो बाजेलाई सेवा गरे पुग्छ भन्ने लाग्छ? लाग्छ। लाग्छ नि? हजुर।